जनताको आवाज, जनताको सरकार, जनताको सरकार, स्थानीय सरकारको कुरा सुन। जनताको आवाज, जनताको सरकार, जनताको सरकार, स्थानीय सरकारको कुरा सुन। जनताको आवाज, जनताको सरकार, स्थानीय सरकार। दर्शकबिन नमस्कार, हामी यो पोडकास्टको चौथो अङ्क लिएर यहाँहरू माझ उपस्थित भएका छौँ। विगतमा यहाँहरूले दिनुभएको सल्लाह सुझावलाई मध्यनजर गर्दै आजको पोडकास्टलाई हामी अगाडि बढाइरहेका छौँ। यहाँहरूलाई जानकारी गराउँ, यो पोडकास्ट रेडियो फिक्कल 90.6 मेगाहर्जबाट तपाईँले सुन्न सक्नुहुनेछ भने रेडियो फिक्कल लगायत अन्य सामाजिक सञ्जालहरू मार्फत हेर्न सक्नुहुने जानकारी गराउँछौँ। जनताको आवाज, जनताको सरकार, स्थानीय सरकार, स्वच्छ, सक्षम, पारदर्शी सरकार, सुशासनको सरकार निर्माण गर्ने उद्देश्यका साथ हामीले यो पोडकास्ट निर्माण गरिरहेका छौँ। यो पोडकास्ट तपाईँलाई कस्तो लाग्दैछ? कृपया तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव दिन नभुल्नुहोला। आज पनि हामीसँग कुराकानी गर्नको लागि हुनुहुन्छ सूर्योदय नगरपालिकाका पूर्व नगर प्रमुख रणबहादुर राई, यसै गरी फिक्कल माध्यमिक विद्यालयका प्रधानाध्यापक राजन प्रधान तथा फिक्कल माध्यमिक विद्यालयकै शिक्षक मातृका दाहाल। हामी यो पोडकास्टलाई अब सुरुवात गर्न लागिरहेका छौँ। म नगर प्रमुख हुँदाखेरि झन्डै 37 करोडको हाराहारीमा वार्षिक स्थानीय सरकार सञ्चालन ऐनमा जम्मा 23वटा अधिकारहरू चाहिँ त्यहाँ दिएर पनि सक्दो नगरपालिकाले चाहिँ प्राथमिक शिक्षालाई चाहिँ प्राथमिकता राख्नुपर्छ भनेर कार्यक्रमहरू चाहिँ अगाडि बढाएको थियो। के कहाँ कमजोरी भएको छ हाम्रो, होइन? सरकारको एकदम इनोभेटिभ प्रयासहरू पनि छँदैछ, त्यसको बारेमा थोरै छलफल गरौँ भनेर नि। पोषण मैत्री नगरपालिका बनायौँ, बाल मैत्री नगरपालिका बनायौँ, यसरी पर्यटन मैत्री नगरपालिका बनायौँ। फिक्कल माविले आफ्नो इफोर्टमा नगरपालिकाको पनि समन्वय सहकार्यमा हजुर नै मेयर हुँदा पनि हामीले तपाईँसँगको लामो छलफलमा, यद्यपि त्यसलाई कानुनको रूपमा ल्याउनलाई तपाईँको पनि छोटो समय थियो, त्यो भएन। 490 अभिभावकको घरमा पुगेछौँ। र गाउँमा चाहिँ हाम्रो एउटा विषय फरक छ, अरू गाउँमा जाने अभिभावक शिक्षा दिन जाने भन्ने कुरामा हाम्रो मोडालिटीमा हामी कुनै पनि आकाङ्क्षा राखेर जाँदैनौँ कि कुनै लक्ष्य राखेर जाँदैनौँ। हामी गाउँमा जाँदा अभिभावकलाई पढाउन जाँदैनौँ कि हामी अभिभावक पढ्न जान्छौँ, भूगोल अध्ययन गर्न जान्छौँ, गाउँको दुःख बुझ्न जान्छौँ। वास्तविक धरातल नहेरिकन अनि कानुन बनाइयो भने सबै कुरा बिग्रिँदो रहेछ। आउँदा कथा सुनाए जस्तो 10 to 4 हाम्रो विद्यालय लाग्थ्यो। अर्को पक्ष के छ भने फिक्कल माध्यमिक विद्यालय त विद्यार्थीको सङ्ख्याको कारणले हामीले बिहानी सिफ्टमा पनि लाउनुपर्छ, अनि स्कुल लाग्ने 6:30 देखि 4 बजेसम्म, अनि हामी चाहिँ बिहान 6:30 भन्दा अगाडि, बेलुकी चाहिँ 4 बजेभन्दा पछि अभिभावकको घरमा जान्थ्यौँ। अनि त्यसरी हामीले अभिभावकको घरमा गएर पनि 3 महिनाको अवधिमा बिना कुनै पारिश्रमिक 1 रुपियाँ पैसा नलिकन विद्यालयको स्रोतबाट पनि नलिएर पालिकाबाट पनि नलिएर हामीले 490 घरमा गएछौँ। क्या विशेष गरी शिक्षामा सबैको लागि शिक्षा भन्दै गर्दा कति विद्यार्थीहरू शिक्षाबाट वञ्चित छन्। आएका विद्यार्थीहरू, भर्ना हुन आएका विद्यार्थीहरू नेपालको अवस्थामा हेर्ने भने कक्षा 1बाट 10 कक्षा पढ्दै गर्दा कति विद्यार्थीहरूले ड्रपआउटको अवस्था कस्तो छ भन्ने कुरा हेर्दाखेरि पनि लगभग 20 देखि 25% विद्यार्थीहरू चाहिँ 10 कक्षा नपुगिकनै बिचमा छोड्दा रहेछन्। र नगरपालिकाकै सपोर्टमा म विद्यालयको स्कुल काउन्सिलर पनि हो। विद्यार्थीहरूको मनोसामाजिक समस्याहरू हुन्छन्, त्यो समस्याहरू समाधान नगरिकन विद्यार्थीलाई कक्षा कोठामा ल्याएर पढाउन सकिँदैन र भोलि विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या घटाउन सकिँदैन भन्ने पनि यसको राय थियो र त्यो अनुसारै गरिएको भन्ने हामीले बुझेका छौँ। र माथिका सरले भनिसक्नुभयो 490 घरमा पुग्ने कुरा हामीले पुग्नु मात्रै ठुलो कुरो होइन। अघि उहाँले भन्नुभएको कुरामा हामी एकदम सहमत छौँ। हामी विद्यालयबाट विद्यार्थी र अभिभावक पढाउन गएका होइनौँ, समाज बुझ्न गएका हौँ। जबसम्म हामी समाज बुझ्दैनौँ, जबसम्म हाम्रो समुदाय कस्तो छ भन्ने कुरा हामी बुझ्न सक्दैनौँ, तबसम्म हामीले विद्यार्थीहरूलाई अभिभावकलाई विद्यालयमा जोड्ने कुरामा एकदमै कठिनाइ हुँदो रहेछ। प्रविधिसँग जोडिएको समय हुँदाखेरि विद्यालयमा पढाएर मात्रै, कक्षा कोठामा भएका गतिविधिलाई हेरेर मात्रै विद्यालयको र विद्यार्थीको गुणस्तर सुधार हुन्छ भन्ने कुरामा हाम्रो फरक धारणा छ। त्यसलाई सबैभन्दा पहिला त अभिभावक शिक्षाको जरुरी छ। र अभिभावक शिक्षा किन जरुरी छ भन्दाखेरि अभिभावक शिक्षा दिने कुरामा हामीले 3टा मोडल तयार गरेका छौँ। एउटा
सम्पूर्ण विद्यार्थीका अभिभावकहरूलाई बोलाएर विद्यालयमा अभिभावक शिक्षा दिने, विद्यार्थीले गर्ने गतिविधिहरू, अभिभावकको भूमिका के रहन्छ भन्ने कुरा पनि हामीले गरेका छौँ। त्यस्तै गरी अर्को कुरा घरमै गएर गर्ने कुराहरू अघि उठाइसक्यो हामीले। 490 विद्यार्थीको घर, विशेष गरी मातृका सर र म बढी पुगेको छु र समय मिलेसम्म हाम्रा विद्यालयका धेरै शिक्षकहरू जानुभएको छ। र त्यस पछाडि अर्को चाहिँ अब कम्युनिटीमै जानुपर्छ, समुदायमै गएर कुराकानी गर्नुपर्छ भनेर हामी समुदायमा पनि भेला पारेर कुराकानी गर्न थालेका छौँ। त्यसले गर्दा विद्यार्थीको समस्या बुझ्नु पर्यो। हाम्रो यस नगरपालिकामा भएका विद्यार्थीलाई बुझ्नको लागि अभिभावकको चाहिँ आर्थिक सामाजिक घर परिवार बाबाआमाको सम्बन्ध भन्ने कुरा पनि महत्त्वपूर्ण भूमिका खेल्दो रहेछ। र यसले गर्दा सुमधुर वातावरण बनिएको छ। र जहिले पनि भन्ने गरिन्थ्यो विद्यालय बन्नको लागि, शिक्षा दिनको लागि विद्यालय, विद्यार्थी र अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ। हामीले यो दोस्रो मोडालिटी अन्तर्गत अभिभावकलाई चाहिँ एकै ठाउँ टोलमा भेला पारेर छलफल गऱ्यौँ। हामीलाई हेर्ने दृष्टिकोण अहिले फेरिँदै रहेछ। अहिले जस्तो सामुदायिक विद्यालयप्रति मान्छेले किन अलि बढी नेगेटिभ हुन्थे भन्दा अलि पहिला चाहिँ राजनीतिक आग्रह पूर्वाग्रहको आधारमा जागिर खाइएको हुन्थ्यो र आफ्ना छोराछोरी चाहिँ शिक्षकले, कर्मचारीले निजी विद्यालयमा पठाउँथे। अहिले त हाम्रो विद्यालयमा त हामी सबैका नानीहरू त्यहीँ पढ्छन्। त्यो कारणले पनि भयो। अहिले त हाम्रो सरकार भने त हाम्रो छेउमै छ, नगरपालिका छेउमै हाम्रा जनप्रतिनिधिहरू हुनुहुन्छ। उहाँहरूले हामीलाई नियमित अनुगमन गर्नुहुन्छ, नियमन गर्नुहुन्छ। त्यो अधिकार उहाँहरूलाई संविधान त दिएको छ। संविधानको अनुसूची 8 को 8 मा पनि आधारभूत र माध्यमिक तहसम्मको शिक्षा त स्थानीय सरकारकै जिम्मा, स्थानीय तहकै जिम्मा भनेपछि उहाँहरूले पनि हेर्नुहुन्छ। अनि एउटा विद्यालयमा एकजना स्कुल काउन्सिलर हुनुपर्छ भन्ने चाहिँ त्यसले चाहिँ काम गरिरहेछ जस्तो फिलिङ भयो नि त, त्यो अनुभूति भएको छ। यसमा काम गरिरहेछ र सँगसँगै आगामी दिनमा अब के गर्नुपर्छ होला त, यसलाई काठमाडौँ विश्वविद्यालयले अहिले नेपालभरका विभिन्न विद्यालयहरूमा, उत्कृष्ट विद्यालयहरूमा, जुन नाम चलेका विद्यालयहरूमा कम्प्रिहेन्सिभ स्कुल काउन्सिलिङ भन्ने ल्याएको छ। त्यसले चाहिँ 5 वर्षको अवधिभित्रमा पुरै स्कुल काउन्सिलिङको मोडालिटीमा गएर विद्यालयमा त्यो खालको वातावरण बनाउन सकिन्छ। त्यसले चाहिँ तपाईँको शिक्षकहरूलाई पनि तालिमको व्यवस्था गर्ने, सँगसँगै सर्टेन क्रेडिट आवरको 3 क्रेडिट आवरको कोर्स पनि प्रदान गर्ने, विद्यार्थीहरूलाई पनि काठमाडौँ युनिभर्सिटीबाटै मान्यता प्राप्त प्राध्यापकहरूबाट यसले चाहिँ क्लासहरू लिने, इन्स्ट्रक्टरबाट क्लासहरू लिने र सँगसँगै अभिभावकहरूलाई पनि त्यो कुराहरू गर्ने, समितिहरूको भूमिका के रहन्छ, नगरपालिकाको भूमिका के रहन्छ भन्ने जस्ता कुरामा बृहत रूपमा छलफल गरेर त्यसैले त नामै कम्प्रिहेन्सिभ राखेको। नानीहरू पढ्न चाहिँ कतिको रुचाउँछन्, के गर्न उनीहरू चाहिँ बढी इच्छुक हुन्छन् र शिक्षकहरूले अथवा अभिभावकले अथवा नगरपालिकाले अब आगामी दिनमा कस्तो प्रकारका कार्यक्रमहरू ल्यायो भने चाहिँ ड्रप आउट हुनु भनेको त ठुलो चाहिँ समस्या हो नि त, होइन? त्यसलाई न्यूनीकरण गर्ने सवालका कुराहरू भए, होइन? नगरपालिकाले के कुरामा चाहिँ संशोधन गरेर जानुपर्छ होला, कस्तो प्रकारका कार्यक्रम अगाडि बढाउनुपर्छ होला भन्ने बारेमा चाहिँ तपाईँको राय चाहिँ कस्तो छ त? नगरपालिकाले अहिलेसम्म पछिल्लो अवस्था हेर्ने हो भने चासो लिएकै अवस्था देखिन्छ। यो स्थानीय सरकार अन्तर्गतका विद्यालयमा विद्यार्थीहरूलाई नै फोकस गरेर धेरै कार्यक्रम आएको हामीले पाएका छौँ। जस्तै 12 महिनाको बाह्य कार्यक्रम होइन मात्रै 12 महिनामा कार्यक्रम गर्नै पर्छ, जसले गर्दा 12 महिना चाहिँ विद्यार्थीहरू अतिरिक्त कार्यक्रममा चाहिँ जोडिन्छन्। त्यस्तै गरी अहिले पछिल्लो समय देखेको समस्या भनेको चाहिँ विज्ञान र गणित जस्ता विषयहरू चाहिँ विद्यार्थीहरूलाई अप्ठ्यारा छन्, कठिन छन् भन्ने भाष्य पनि समाजमा र विद्यार्थीहरू र अभिभावकमा हामीले सिर्जना भएको पाएका छौँ। त्यसलाई चिर्नको लागि पनि नगरपालिकाबाट कार्यक्रमहरू आएकै हो। जस्तै कक्षा 8, 9, 10 का विद्यार्थीहरूलाई यो उत्तर पुस्तिका दिएर प्र्याक्टिस गर्न लाउने कुरा भयो। कस्ता कार्यक्रमहरू चलेको छ भन्ने, गणितसँग सिकौँ, गणितसँग खेलौँ भन्ने कार्यक्रमको साथमा गणितसँग खेल्नैको लागि विभिन्न विद्यालयहरूमा पहिला हामीले साइन्स ल्याब धेरै सुनेका थियौँ, म्याथ्स ल्याबको पनि सुरुवात भएको छ। त्यस्तै गरी सबै म्याथ्स ल्याब विद्यालयमा सञ्चालन गर्न सकिँदैन, त्यो सञ्चालन गर्न कठिन छ पनि भन्ने हिसाबमा प्रविधिको प्रयोग गरेर एउटा साइन्स ल्याबबाट इन्टरनेटको माध्यमबाट विभिन्न विद्यालयहरूमा हेरेर सञ्चालन गर्ने कुरा पनि उठेकै हो। सँगसँगै फिकल माध्यमिक विद्यालयकै प्राङ्गणमा अथवा भनौँ जग्गामा विद्यार्थीहरूको सृजनशीलता बढाउनका लागि, प्रविधिसँग जोड्नका लागि है सर,
विभिन्न विज्ञानसँग जोड्नको लागि चाहिँ इनोभेसन सेन्टरको पनि लगभग भवन तपाईँको कार्यकालमा एक खालको बनिसकेको अवस्था छ। त्यसलाई चाहिँ हाम्रो उद्देश्य पनि विद्यार्थीसँग जोड्नकै लागि थियो। त्यो भवन कसको लागि भन्दा विद्यार्थीको लागि। विद्यार्थीले के गर्ने, उसका नयाँ नयाँ क्रियाकलापहरू गर्ने, नयाँ नयाँ खोजहरू गर्ने, अनुसन्धान गर्ने। भलै त्यसलाई सञ्चालन गर्नको लागि कार्यविधिहरू कस्ता छन् भन्ने कुरामा हामी त्यति धेरै जानकार छैनौँ। त्यो भोलिको दिनमा यसमा यसो पनि हो राजन सर, जस्तो आरबी सरले अघि कुरा राख्नुभयो नि, जस्तो हाम्रो पालिका त दिगो विकास लक्ष्यको स्थानीयकरणको लागि निकै काम गरेको पालिका हो। त्यो चाहिँ हजुरकै कार्यकालमा पनि त्यो सुरु भइसकेको कुरा हो। अहिले पनि काम भएकै छ। स्पेसली के रहेछ भने हाम्रो यो लक्ष्य 4 अन्तर्गतको छ नि यो शिक्षामा चाहिँ ग्लोबल्ली अहिले यो मैले 2025 को रिपोर्ट अघि हेर्दै थिएँ घरमा आउने बेलामा 272 मिलियन यो बालबालिका र युवाहरू चाहिँ विद्यालय बाहिर रहेछ। नेपालकै कन्टेक्स्टमा पनि अराउन्ड 13% चाहिँ विद्यालय बाहिर छ। यो विद्यालय उमेर समूहका बालबालिकाहरू। सूर्योदयमा चाहिँ कति हो 490 अभिभावकहरूको घरमा जाँदा हामीले 16-17 जना चाहिँ क्लेरिफाई गरेका थियौँ कि तिनीहरू चाहिँ विद्यालय बाहिर छन् भन्ने कुरा। दोस्रो कुरा पनि भन्छु मैले, जस्तो एसटिजी लोकलाइजेसनमा अर्को हामीले गर्नै पर्ने काम विद्यालयमा आउनुभन्दा अगाडि फर्स्टमा यो भाइटल रेजिस्ट्रेसनको काम, त्यसमा पनि स्पेसली यो जन्म दर्ता गर्ने काम त घर घरमा गएर भए पनि गर 100% पुऱ्याउ 2025 सम्म। तर ग्लोबली हेऱ्यो भने स्क्यान्डिनेभियन कन्ट्रीहरूतिर, युरोपतिर अनि तलतिर हेऱ्यो भने त 99+ छ। हामी चाहिँ किन अहिले पनि त्यहाँ चाहिँ 35 दिनभित्रै जन्म दर्ता गराउनेहरू नेपालकै कन्टेक्स्टमा पनि हामी 2/3 पुगेका छैनौँ क्या। त्यो 65+ मात्रै छ, हामी 67% पनि पुगेका छैनौँ। भनेपछि हाम्रो पालिकाको चाहिँ कति हो त? त्यो डाटामा काम गरौँ। डाटामा हामीले काम नगरुन्जेलसम्म चाहिँ यहाँको फर्दर प्लान बनाउन सकिँदैन कि। पञ्जीकरणको कुरा साह्रै राम्रो। यो 35 दिनभित्रमा चाहिँ कसै नानीहरू जन्मिसकेपछि दर्ता गराउनेको तथ्याङ्क हो। सबभन्दा छिटो थाहा पाउने भनेको टोल विकास नै हो। टोल विकास संस्थालाई चाहिँ क्रियाशील बनाउने, टोल विकास संस्था मार्फत चाहिँ के गर्ने भन्दाखेरि त्यो जानकारी गराएर जो अभिभावक यिनीहरूलाई चाहिँ तुरुन्त चाहिँ 35 दिनभित्रमा आफ्नो नानीहरू जन्मेको विवरण चाहिँ पालिका वडामा गएर दर्ता गराउने भनेर हामीले निकै लागेका थियौँ। तर त्यो त्यति 100% सफल चाहिँ भएन। तर केही हदसम्म सुधार चाहिँ भएको थियो। जन्मिने कति कहाँ जन्मिने, बाहिर जन्मिने, त्यसको चाहिँ डिटेलहरू पूर्ण रूपले नआउने त्यो समस्याहरू थिए। कर्फुकमा पनि एउटा कृषि सम्बन्धीको एग्रिकल्चर इनोभेसन सेन्टर भनेर बनाएको थियो, अति आधुनिक। त्यसमा चाहिँ निकै करोड पैसा लगानी भएको छ। बाली विज्ञान पनि भएको हुनाले नानीहरूले कम्तीको पनि भविष्यमा चाहिँ यो त सम्मानजनक काम पो रहेछ त। कृषि पनि त यत्रो प्रविधिहरूलाई प्रयोग गरेर गर्न सकिने रहेछ भने त्यो सोच चाहिँ नानीहरूमा त्यो विकास भनेर हामीले त्यहाँ लगानी गरेका थियौँ। त्यो थोरै थोरै चलिरहेको अवस्था छ। अब त्यसलाई राम्रो अब सरकारले नेतृत्व गरिरहनै भएको छ। अब यहाँ फिक्कल माध्यमिक विद्यालयको चाहिँ भएको ठाउँमा चाहिँ फिक्कल माध्यमिक विद्यालयकै त्यो जग्गा भनौँ, त्यहाँ पनि हामीले निकै करोड लगानी गरेर त्यो बन्दैछ। तर त्यो इनोभेसन सेन्टर के को लागि भन्ने कुरा चाहिँ नेतृत्वले पनि बुझ्नु पर्यो, पालिकाले पनि बुझ्नु पर्यो, प्र्याक्टिकल पनि बनाउनु पर्छ। थ्योरिटिकल्ली मात्रै होइन, प्र्याक्टिकल बनाउनु पर्यो भनेर थुप्रै कार्यक्रमहरू पनि तपाईँले एकदमै राम्रो गरिरहनु भएको छ। जस्तो नगरपालिका इन्सियरसँग कार्यक्रमहरू अगाडि बढाएको छ, क्यारियर गाइडेन्सका कुराहरू छ, परामर्शका कुराहरू छ, कामको संसारका कुराहरू छ। त्यो हाम्रोमा यस्तो रहेछ, आरबी सरले भन्नु जस्तो चाहिँ एउटाले गरेको काम अर्कोले इनिसिएसन लिने नलिने भन्दा हाम्रोमा यो इन्स्टिट्युसनल मेमोरी राख्ने कामको सुरुवात अब यो हामीले थाल्नुपर्छ कि संस्थागत स्मृति। अर्को हाम्रोमा यो मामिला अध्ययन, केस स्टडी गर्ने ट्रेन्ड भएन कि। केस स्टडीमा के हुँदैछ, अहिले रिनाउन्ड युनिभर्सिटीहरू तपाईँले हेर्नुभयो भने त्यहाँ रिनाउन्ड युनिभर्सिटीमा तपाईँ मास्टर्सभन्दा माथिको फिलोसफिकल लेभलका क्लासहरू जानुभयो भने उसले सबै केस स्टडी गर्न दिने हो कि। केस स्टडी लामो 500 वर्ड 700 वर्डको केस दिएपछि उसको ब्रेन स्ट्रोमिङ यस्तो हुँदो रहेछ, ऊ त्यो यति धेरै प्रब्लमसँग छिर्छ कि तपाईँले सैद्धान्तिक रूपमा केस स्टडी मामिला अध्ययन गराउनु पर्यो कि तपाईँले फिल्डमा पठाउनु पर्यो कि। हाम्रो सन्दर्भमा हामीले मामिला अध्ययन गराउनको लागि हामीसँग एक्सपर्टिजको अभाव होला, तर फिल्डमा जान त जस्तो हामीले अभिभावक भ्रमणमा जाने कुरा, अरू इनोभेसन सेन्टरलाई प्रयोग गरेर थप काम गर्ने कुरामा हामीलाई छेक्दैन। त्यो त स्थानीय सरकारको क्षेत्राधिकारभित्रको कुरा हो नि। स्थानीय आविष्कार अनुसन्धानमा लगाउने भन्ने कुरा त
त्यो दिशातिर पनि लाग्नुपर्छ होला। मैले सिकेका कुराहरूलाई चाहिँ कसरी चाहिँ मैले प्रयोगमा ल्याउन सक्छु भन्ने कुरा चाहिँ महत्त्वपूर्ण भएको हुनाले त्यो इनोभेसन सेन्टर त कम्प्लिट त्यसको खोल त बनिसकेको छ। बनिसकेको छ होइन। तर अब त्यसको भित्री कुराहरू चाहिँ राख्न चाहिँ अब भूमिका खेल्नुपर्छ जस्तो लाग्छ। तल पनि त्यही हुँदो रहेछ कि हाम्रोमा कुनै पनि मैले पालिका 753 वटामा एउटा त्यस्तो दिएको छैन कि जसले पोलिसी अडिट गरोस्। शिक्षासँग सम्बन्धित, पोषणसँग सम्बन्धित सबै अब पोलिसी अडिट गरौँ एकपटक। अब 10 रुपियाँको खाजाले विद्यालयमा पुग्छ कि पुग्दैन? अब बालमैत्री इन्डिकेटर भनेर अब यो चाहिँ 50-51 वटा इन्डिकेटर बनाएर पुग्छ कि पुग्दैन? अब हामी नयाँ ढङ्गले गयौँ कि गएन? अहिले त आइटी थप्यो नि, आइटीसँग एआई थप्यो नि। अब कृत्रिम बौद्धिकताले हामीलाई जम्मै खाइदिएछ। हामी चाहिँ ट्रेडिसनल्ली पुरानो छौँ कि। अर्को भर्खरै यो सकिनु सर एसी, हजुर त तपाईँले ती स्कुलमै काट्नु भयो होला होइन त? अनि के सुनिन्छ भन्दाखेरि त्यसको चाहिँ डिभ्यालुएसन पो भयो कि यो एसीको होइन? अब यही काट्यो, कस्तो काट्यो, कसरी काट्नु भयो? यसमा तपाईँको नयाँ प्र्याक्टिस हो, आकस्मिक रूपमा जिम्मेवारी थपिएर आयो। अनि हामी केन्द्राध्यक्षहरूको एउटा हुन्छ नि जिम्मेवारी सँगसँगै जवाफदेहिता नि हुनुपर्छ भन्ने हामीमा एउटा भाव पनि सृजना हो। यो ऐतिहासिक केन्द्राध्यक्ष पनि हौ यो सालमा, जति हामी 82 सालको परीक्षा हामी बन्यौँ। किनभने यो पहिलो पटक सायद लाग्छ आफ्नै केन्द्रमा परीक्षा गराएर केन्द्रमा भएका विद्यार्थीहरूको परीक्षण गर्न लगाएर त्यसको पुरै सुपरभिजन गर्ने जिम्मा र सम्पूर्ण त्यसको जज अफ जज चाहिँ केन्द्राध्यक्ष रहने गरी जुन कार्यक्रम भएको थियो यसमा धेरै टिका टिप्पणीहरू भए। र यसमा हामीले पाएको कुरा चाहिँ के भने हामीसँग सबभन्दा पहिला कुरा चाहिँ इमान्दारी त चाहिँदो रहेछ, प्रोफेसनल अनेस्टी भन्छ। त्यसलाई चाहिँ मैले बुझेसम्म इलाम जिल्लाभित्र भएका हाम्रो पहुँचमा भएका 22 वटा केन्द्राध्यक्षहरूसँगको हाम्रो छलफल र अन्तर्क्रियामा के कुरा बुझेको छौँ भने यो कुरालाई हामीले गम्भीर रूपमा लिनुपर्छ। यो एउटा सरकारको नौलो कार्यक्रम हो। यो कार्यक्रम प्र्याक्टिस गरेर हेरियो भने विद्यार्थीले आज परीक्षा लेख्ने र 3 महिनासम्म मेरो परीक्षामा के उत्तीर्ण अलिकति हुन्छ भनेर अल्बनाउने अवस्था नहुँदैछ। त्यसको धेरै नकारात्मक पक्षहरू पनि होला, हेल्पफुल कुरा पनि होला, तर मैले चाहिँ राम्रै पक्षहरू यसमा भएको महसुस गरेको छु। यसले के गर्यो भने आज परीक्षा गरे आजै परीक्षण गर्ने पनि मौका पाइयो, जसले गर्दा के भयो भन्दाखेरि त्यही परीक्षा केन्द्रमै गर्दाखेरि दुईटा कुरा भयो। तपाईँले आज एक्जाम सक्यो कुनै विषयको हो आजै चाहिँ त्यो दिनै कम्प्लिट आज र भोलिमा सक्यो। हजुर सक्यो, 3 दिन भित्रमा सक्यो भने 3 दिन समय दिएको थियो। त्यसको राम्रो के लाग्यो भने त्यो उत्तर पुस्तिका परीक्षण गर्ने क्रममा चाहिँ जिल्लामा लगेर पहुँचवाला शिक्षकहरूले मात्रै परीक्षण गर्ने अवस्था थियो। तपाईँको ग्रामीण भेगबाट जाने शिक्षकहरूले त्यो अवस्था पाइराख्नु थिएन। तर योपालि सबै शिक्षकहरूले त्यो अवस्था। अर्को कुरा पनि विद्यालयहरूमा पनि एउटा के सोच रहेको हुनसक्छ, अर्तिर हाम्रोमा त्यो रहेन। हामीले त विभिन्न विद्यालयमा फोन गरेर त्यहाँको प्रधानहरूलाई फोन पनि गरेका छौँ, तपाईँहरू आउनुहोस्, बुझ्नुहोस्, हेर्नुहोस्, तपाईँको नानीहरूको कुनै शङ्का छ भने सिसी क्यामेरा अनिवार्य रूपमा सिसी क्यामेरा निगरानी गरिएको थियो। सुरक्षाकर्मी राखेर तपाईँको परीक्षण गरेको पहिलोचोटि होला सायद। भनेपछि त यो त तपाईँको जवाफदेहिताको पक्षमा हेर्ने भने त पेपर काट्ने जुन परीक्षण गर्ने व्यक्तिहरू हुनुहुन्थ्यो, जुन सरहरू हुनुहुन्थ्यो, शिक्षकहरू हुनुहुन्थ्यो, उहाँहरू पनि तपाईँको एकदम योपालि चाहिँ बढी जिम्मेवारी बोध गर्नुभएको